अब म धेरै पस्ताएको छु हजुरको छोरी आएको छु कसरी दिउँ मैले छोरी भन्नु त हिजो बिहानको घटना देख्छु त 3 वर्षको बच्चा सुरक्षित छैन कसरी पठाउँ भन्नु त आफ्नै श्रीमान चाहिँ सुरक्षित छैन नारी के गरेर पठाउनु त्यो सही हो आमा म एकदमै मैले जो जुलुम गरेँ मैले उनीमाथि धेरै अत्याचार गरेँ एउटा श्रीमतीलाई नै एउटा नोकरानीलाई ल्याए जस्तो गरेर मैले गरेँ त्यसकोलाई म धेरै शर्मिन्दा छु अब पार यो शिकायत कहिले पनि आउने छैन यस्तो सुनिसकेपछि मैले कसरी पठाउने हजुरसँग छोरी भन्नु त कसरी पठाउने मैले आज हजुरसँग पठाएर भोलि बिहान मेरो छोरीलाई केही भयो भने के गर्नुहुन्छ हजुर जिम्मा लिनुहुन्छ हजुरको जिम्मा भनेर पठाएको त रात दिन कुटेर जाँड सिकाएर रात दिन कुटेर हुन्छ खेलाउन आयो छोरी हजुरको छोरी मान्छे खेलाउन हजुरलाई म पठाउँदै नपठाउने मधु के तिमी मसित जान सक्दिनौ म धेरै शर्मिन्दा छु बुवामहरूले जल खाएर खुट्टा गोडा धोएर दिनुभएको त्यसको लागि मैले जो पनि गरेँ म धेरै शर्मिन्दा छु अरू म माफी माग्न चाहन्छु हजुर त मेरो श्रीमान हो जसलाई मैले श्रीमान सजाएको थिएँ मोरे पाले पुछ्ने भनेर बाबा आमाले गोडा ढोकेर दिनुभएको थियो तर आइन्दा हजुर सुध्रिनुहुन्छ हाम्रो विवाह गर्नुहुन्छ भने म फर्केर जान्छु आमा जान्छु म बिदा दिनु छ ठिक छ एक पालीलाई माफी दिन्छु अर्को पालीदेखि यस्तो नहोस् आमा फेरि फिकर नगर्नुहोस् अब यो शिकायत कोही पनि हाम्रो चेलीबेटी नेपाली चेलीबेटी कोही पनि जुलुममा नपरुन् र यो हामीले सानो अभिनय यसैले गरेका किनकि धेरै महिलाहरू अझै पनि यसका उसका शिकार बनिराख्नु भएको छ त्यही भएको हुनाले यो सानो एउटा खेल हो तर यो जुलुम तपाईँ नारी भएर अहिले जुलुम नसर्नुहोस् न देख्नुहोस् न बर्दास्त गर्नुहोस् धन्यवाद